लाग्छ होला। जब परमेश्वरको निगाह हाम्रो जीवनमा आउँछ नि, संसारको तौर तरिकाहरू फेल खाएर उहाँ चाहिँ विजय हुनुहुन्छ। हामी प्रचार गरिसक्नु भएको छ, किनकि तपाईँहरू मभन्दा अग्रज हुनुहुन्छ विश्वासमा, अनि कतिजना तपाईँहरूले मण्डलीको जिम्मेवारीलाई सम्हाल्नु भएको होइन, एउटा सङ्गतिलाई नै सम्हाल्नु भएको व्यक्तित्वहरू यहाँनिर हुनुहुन्छ। अनि तपाईँहरू कतिजनाले यो वचनलाई आफैले पनि प्रचार गर्नुभएको होला, कतिजनाले तपाईँले सुन्नु भएको होला, तर पनि आज यो ठाउँबाट यो वचन यूहन्ना 5 अध्यायबाट तपाईँहरूको बिचमा म प्रचार गर्न लागिराखेको छु। यहाँनिर चाहिँ जलकुण्डमा पक्षघाती निको भएको भन्ने यहाँनिर लेखेको छ, तपाईँले पाउनुभयो होला, तपाईँको साथीले पाउनुभएको छैन भने तपाईँले भनिदिनु होला। यहाँबाट तपाईँहरूको बिचमा आज परमप्रभुको निगाहको विषयमा बोल्न लागिराखेको छ। तपाईँले 1000 खेप सुन्नुभएको विषय हुनसक्छ यो होइन, हामी धेरै सुन्दा सुन्दा हामीलाई के भन्छ सजिलो लागेको, अर्थात् हामीले धेरैचोटि सुनेर हामीले जानेको, अनि मैले अघि पनि भने तपाईँहरूले प्रचार गर्नुभएको यो वचन खण्ड हुनसक्छ। तर पनि फेरि आज हामी परमेश्वरको वचनबाट यही कुरालाई हामी फेरि पनि हामी ताजा गर्नेछौँ। आमेन। परमेश्वरले फेरि पनि यो वचनबाट हामीलाई सेम प्रकाश नै दिनुभएको भए तापनि, सेम कुरा हामीले पहिला सुनेको कुरै हामीलाई मैले यो समय बोल्न लागे तापनि तपाईँले सुन्नु भए तापनि परमेश्वरले आज हामीलाई फेरि पनि यो उत्साह, एउटा के भन्छ प्रोत्साहन उहाँको वचनबाट दिन लाग्नु भएको छ, हामी विश्वास गर्छौँ। आमेन आमेन। तपाईँहरूको विषयमा म परमप्रभुबाटको निगाहको विषयमा बोल्न गइराखेको छ। अनि विभिन्न परिभाषाहरू छ निगाह भन्दा होइन, कसैले कसरी परिभाषा गर्छ संसारमा होइन, मान्छेले आफ्नो आफ्नो दार्शनिकहरूले आफ्नो आफ्नो तरिकाले यसलाई परिभाषित गरेको छ। तर बाइबलले निगाह भनेको चाहिँ तपाईँहरूले इक्जाम्पल कसरी दिउँ भने नि, एउटा हामी मानौँ एउटा लामो लाइन छ अरे होइन, धेरै 500, 1000, 1500 जनाको एउटा लामो लाइन छ अरे, एउटा तपाईँहरूले एउटा सम्झिनु कल्पना गर्नु आफैलाई। अनि त्यो लाइनमा चाहिँ उभिएर हामीले चाहिँ अब कालो केही कुरा गर्नु फर्म भर्न होइन, अथवा केही काम गर्नु केही कुरा गर्नुलाई हामीले फर्म भर्नुपर्ने केही गर्नुपर्ने छ अरे, तर हामी चाहिँ त्यो लाइनको सबैभन्दा अन्तिममा छौँ अरे। हामी सम्झ्यौँ है, तपाईँले यसो कल्पना गर्नु ल, आफैलाई हामीलाई फर्म भरेको थाहा छ होइन, परिभाषाको के काम गरेको हामी लाइनमा उभिएर हामीले काम गरेको याद छ। अनि हामी आफै सम्झ्यौँ हामी चाहिँ त्यो लाइनको सबसे अन्तिममा छौँ अरे। अब यसो हामीले हेर्दै गर्दाखेरि टाइम पनि छैन होइन, अफिस पनि बन्द हुने बेला भइसक्यो, अनि त्यो काम चाहिँ आज हामीले नगरी नहुने काम छ अरे, आज गर्नै पर्ने छ, तर समयले हामीलाई छोडिसक्यो होइन। सबै आफूभन्दा अगाडि धेरै मान्छेहरू छ, पालो पाइँदैन होइन, पालोमा मिचेर जाने कुरा पनि हुँदैन। अनि ठ्याक्कै त्यही समयमा पनि अफिस अब त्यो कार्यालय बन्द हुने समय भइसक्यो अरे। अब हाम्रो कुनै पनि जुक्ति लाग्दैन। तर त्यो सबै हुँदै गर्दाखेरि एउटा मान्छेले आएर, एउटा कोही व्यक्तिले आएर हामीलाई समाएर थपक्कन त्यो सबसे लास्टको लाइनबाट चाहिँ थपक्कन तपाईँहरूलाई अगाडि 1 नम्बरमा लाग्दिन्छ नि, यसलाई चाहिँ बाइबलले निगाह भनेको छ। आमेन। कोही मान्छेले हामी चाहिँ एउटा हिसाबमा भन्यो भने क्यान्सल गरेको छ होला, हामीलाई एउटा हिसाबले भनेको छ भने हामी रद्द भएको छ होला, हामी पछाडिको छौँ होला होइन, हामी छोडिएको छौँ होला। अब हाम्रो जुक्ति, हाम्रो बल नलाग्ने ठाउँमा होइन, हाम्रो तरिका नलाग्ने ठाउँमा हामी पुगेको छौँ होला, अथवा हामी त्यहाँ लडिराखेको छौँ, अथवा हामी त्यहाँ बसेको छौँ। तर कोही मान्छे नि यस्तो मान्छे छ, कोही व्यक्ति यस्तो छ जसले चाहिँ हामीलाई तानेर नि अगाडि त्यो छोडिएको सबैभन्दा अन्तिम ठाउँबाट 1 नम्बरमा लग्न सक्छ नि, त्यसलाई चाहिँ अथवा 1 नम्बरमा लगेर हामी उभिन्छौँ नि, त्यसलाई चाहिँ निगाह भनेको भन्छ। आमेन आमेन। तपाईँले बुझ्नु होला है, मैले अघि पनि भने तपाईँहरू धेरै विज्ञ हुनुहुन्छ, म यहाँनिर सबैको निम्ति पढेर सुनाउने छ। त्यसपछि युवतीहरूको चाड थियो र येशू यरुशलेममा जानुभयो। यरुशलेममा भेडा ढोकाको नजिक 5वटा दलान भएको एउटा जलकुण्ड छ, जसलाई हिब्रू भाषामा बेत्सदा भनिन्छ। त्यहाँ अनेक रोगीहरू अर्थात् अन्धा, लङ्गडा, पक्षघातीहरू बसिरहन्थे। तिनीहरू पानी कति बेला छचल्किन्छ भनेर पर्खिरहन्थे, किनभने परमप्रभुको एउटा दूतले बेला बेलामा जलकुण्डमा ओर्लेर पानी हल्लाइदिन्थे र पानी छचल्किएपछि जो पहिला पानीभित्र पस्थ्यो जस्तै रोगले ग्रस्त भए पनि त्यो निको भइहाल्थ्यो। त्यहाँ 38 वर्षदेखि बिमारी भएको एकजना मानिस थियो। यसले त्यसलाई त्यहाँ पसिरहनु भएको देख्यो अनि लामो समयदेखि त्यो यस दशामा रहेछ भनी जानेर यसले त्यसलाई भन्नुभयो, के तिमी निको हुन चाहन्छौ? रोगीले उहाँलाई भन्यो, हजुर, जुन बेला पानी छचल्काइन्छ मलाई जलकुण्डमा हालिदिने मेरो कोही मानिस छैन। म जाँदा जाँदै मभन्दा अगाडि अर्को मान्छे पानीमा ओर्लिहाल्छ। यसले त्यसलाई भन्नुभयो, खडा हो र आफ्नो ओछ्यान उठाउ र हिँड। तुरुन्तै त्यो मानिस निको भयो र आफ्नो ओछ्यान बोकी हिँडिहाल्यो। आमेन आमेन। मैले यहाँसम्म मात्रै पढ्नु चाहे, तपाईँले तल पनि पढ्न सक्नुहुन्छ। यहाँनिर एउटा 38 वर्षदेखि लडेर बसेको प्यारालाइज भएको मान्छे, पक्षघाती भएको एउटा मान्छेको बारेमा यहाँनिर एउटा घटनालाई विवरण दिएको छ। अनि त्यो चाहिँ यहाँनिर यसरी लेखेको छ, त्यो चाहिँ एउटा दहमा पोखरीको छेउमा पसिरहन्थ्यो भनेर भनेको छ। अनि त्यो चाहिँ एउटा
थोरै समय होइन, त्यो चाहिँ 1 महिना 2 महिना 1 वर्ष 1.5 वर्ष होइन, 38 वर्ष भनेर त्यहाँनिर यो बाइबलले उल्लेख गरेको छ। त्यो कति वर्षदेखि त्यो दशामा थियो, त्यो बिमारमा थियो, त्यो समस्यामा थियो भनेर बाइबलले यहाँ स्पष्ट गराएको छ। अनि त्यो चाहिँ 38 वर्षदेखि त्यो जलकुण्डमा होइन, त्यो दहको छेउमा चाहिँ लडिरहन्थ्यो होइन, एउटा प्यारालाइज भएको मान्छे। अनि त्यहाँनिर चाहिँ जब येशू ख्रीष्ट पुग्नुभयो, प्रभु येशू ख्रीष्ट त्यहाँनिर पुग्नुभयो, अनि त्यो मान्छेलाई जब देख्नुभयो नि, अनि उसले प्रभु येशू ख्रीष्टले थाहा पाउनु भयो त्यो मान्छे चाहिँ धेरै लामो समयदेखि चाहिँ यो मान्छे यसरी लडेर बसेको रहेछ, बिमारी भएको रहेछ भनेर जब प्रभु येशू ख्रीष्टले थाहा पाउनु भयो नि, उसको अगाडि उसलाई गएर सोध्दै हुनुहुन्छ, के तिमी निको हुन चाहन्छौ? अनि त्यहाँनिर यहाँ मजाको कुरा मलाई साह्रो मनपर्छ, यो प्रभु येशू ख्रीष्टले चाहिँ के तिमी निको हुन चाहन्छौ भनेर भन्दै गर्दाखेरि नि यो मान्छेले कस्तो म निको हुन चाहन्छु भनेर उसले हट्टै भनेन। उसले चाहिँ के भनेको छ भने नि, हजुर जुन बेला चाहिँ यहाँनिर यो दहमा यो पानीलाई चाहिँ स्वर्गदूतले आएर छचल्काउँछ अनि सबैभन्दा मान्छे पहिला को जान्छ, त्यो मान्छे चाहिँ निको हुन्छ। फर्स्टमा जाने मान्छे चाहिँ जस्तै रोगले ग्रसित भए पनि निको हुन्छ। तर मलाई चाहिँ समाएर लगिदिने मान्छे नै छैन, मलाई चाहिँ डोरेर लगिदिने मान्छे नै छैन, अनि मभन्दा अगाडि मान्छे जान्छ अनि निको भइहाल्छ, मेरो पालै आएको छैन भनेर यहाँनिर भनेको छ नि येशू ख्रीष्टले निको पार्नु भएको कुराहरू होइन। अनि तल गयौँ भने उसले मन्दिरमा गएर प्रभुलाई प्रशंसा दिएको कुराहरू, परमेश्वरलाई प्रशंसा चढाएको कुराहरू हामी पाउँछौँ। तर म तपाईँलाई यहाँनिर रोक्नु चाहे, जब येशू ख्रीष्टले नि त्यो मान्छेलाई 38 वर्षदेखि बिमारी भएको भनेर थाहा पाउनुभयो, अनि त्यो मान्छे उहाँ जाँदै गर्दाखेरि निको हुन्छौ भनेर जब येशू ख्रीष्टले सोध्नु भयो नि, त्यो मान्छेले चाहिँ आफ्नो कथाहरू भनेछ यहाँनिर। अनि उसले फर्स्टमै तिमी निको हुन चाहन्छु भन्दा म निको हुन चाहन्छु, मलाई छिटो निको पारिदिइहाल्नुहोस्, त्यसरी भनेन यहाँनिर। प्रभु येशू ख्रीष्टले सोध्नु भएको प्रश्न र उसले दिएको एन्सर चाहिँ अलिकति मेल खाएको छैन जब हामी यहाँनिर पढ्छौँ। अनि उसले त्यहाँनिर भन्छ, मलाई समातेर लगिदिने मान्छे नै छैन, मलाई डोएर लगिदिने मान्छे नै छैन यहाँनिर, किनभने अरू नै मलाई जितेर यहाँनिर जान्छ, अरूलाई चाहिँ अरू मान्छे अरू बिमारीहरूलाई चाहिँ समाएर लग्ने मान्छेहरू छन्, तर म जाँदा जाँदै उनीहरू चाहिँ मभन्दा अगाडि जान्छ, अनि मलाई चाहिँ समय दिने मान्छेहरू कोही पनि छैन प्रभु, म चाहिँ निको हुन चाहन्छु भनेर यो मान्छेले भनेको छ। अनि यहाँबाट मैले तपाईँलाई भन्न खोजेको कुरा चाहिँ के भने 38 वर्ष भनेको चाहिँ एकदमै लामो समय होइन। हामी 38 वर्ष पुगेको सायद अलिक कम नै छ होला होइन। एउटा मान्छे जन्मेर एउटा जवानी बितिसक्यो उसको होइन, 38 वर्षसम्म त कोरियामा पनि ल्याउँदैन होला, कति वर्षसम्म ल्याउँछ, 39 वर्षसम्म ल्याउँछ होला होइन सायद। एकदम जवानी उसको यहाँनिर जवानीपन होइन, उसको राम्रो उमेर, बेस्ट उमेर उसले यहाँनिर आफ्नो रोगमा होइन, पक्षघातमा होइन, एउटा प्यारालाइज भएको ठाउँमा अवस्थामा उसले बिताइराखेको छ। अनि उसलाई लागेको थियो यहाँनिर, उसले भनिरहेको छ मलाई समाएर लगिदिने मान्छेहरू कोही पनि छैन भनिरहेको छ। उसको जीवन यस्तो भइसकेको थियो नि, उसको कोही पनि आशा थिएन, उसको कोही पनि भरोसा गर्ने मान्छे नै थिएन, उसलाई कहिले साथ दिने, उसलाई सहयोग गर्ने होइन, उसको हात समाउने मान्छे नै थिएन। उसले स्पष्ट भनेको छ यहाँनिर, मलाई त्यो जलकुण्डमा लगिदिने मान्छे नै छैन भनेर यहाँनिर भनेको छ। अनि मलाई लाग्छ उसको कोही पनि थिएन यहाँनिर, किनभने मान्छे हुँदो हुँदैन उसलाई पक्रेर लगिदिन्थ्यो, त्यो स्वर्गदूतले पानी छचल्काउँदाखेरि हल्लाइदिँदाखेरि लगिदिन्थ्यो। हामी आफै पनि विचार गर्न सक्छौँ, हामी एउटा साधारण अहिलेको हिसाबमा पनि कोही मान्छे होइन, यहाँ हाम्रो विदेशमा घरमा कोही मान्छे हामीले चिनेको मान्छेहरू चाहिँ बिमारी भएर हस्पिटलमा मात्रै बस्यो भने पनि हामी उसलाई भेट्नको लागि नि हामी फलफुल लिएर जाने गर्छौँ होइन, उसलाई हामी जुसहरू लिएर जाने गर्छौँ होइन, उसलाई मनपर्ने कुराहरू लगेर अथवा बिमारीले कस्तो प्रकारको खानेकुराहरू खान्छ त्यो खानेकुराहरू लिएर हामी जान्छौँ, उसलाई भेट्छौँ, हामी विश्वासी छौँ, हामी त अझै प्रार्थना गरिकन उत्साहको वचन बोलेर आउँछौँ, भनिदिएर आउँछौँ होइन। तर यहाँनिर हामीले हेऱ्यौँ भने उसलाई चाहिँ कोही त्यस्तो गर्ने मान्छे कोही पनि आउँदैन थियो, उसलाई चाहिँ त्यस्तो उत्साह दिने मान्छे होइन। प्यारालाइज भएको मान्छे कस्तो हुन्छ, त्यो मान्छेले कसरी खान्थ्यो त्यो हामी भन्न सक्दैनौँ, तर मलाई लाग्छ प्यारालाइज भएको मान्छेले चाहिँ नि, अब यो मैले भनेला ऊ चाहिँ बाथरुम जानु पनि सक्दैन थियो होला, किनकि प्यारालाइज भएको मान्छे चाहिँ नि डल्लै ऊ एकतिर सुतेको छ भने चाहिँ त्यो एकतिर घावै घाउ हुँदाखेरि पनि होइन उसलाई पल्टाइदिने पर्ने हुन्थ्यो। मैले गाउँमा त्यस्तो देखेको छ, उसको ढाडभरि सायद घाउ गएको थियो होला, उसले सायद दिसा पिसा पनि त्यहीँनिर गर्थ्यो होला होइन, उसको अवस्था त्यस्तो नाजुक भइसकेको थियो, किनकि ऊ चाहिँ बिमारी भएर बसेको छ 38 वर्ष होइन, यति लामो समयदेखि ऊ बसेको थियो। अनि उसलाई लागेको थियो उसलाई भेट्न चाहिँ कोही पनि आउँदैन, उसको चाहिँ कोही पनि छैन, मेरो चाहिँ कोही पनि छैन, अब मेरो सबै कुराहरू सक्यो, मेरो जवानीहरू सक्यो, किनभने मलाई त्यो जलकुण्डमा हालिदिने, जलकुण्डमा लगिदिने मान्छेहरू पनि छैन, मलाई लानुभन्दा अरूलाई लगेर तिनीहरूले जलकुण्डको पानीमा चाहिँ चुबालिदिन्छ अनि निको हुन्छ। अब मेरो लाइफ, मेरो जीवन चाहिँ सबै सक्यो भन्ने ठाउँमा ऊ आइपुगेको थियो होइन, किनभने उसले 38 वर्षदेखि पर्खिराखेको थियो त्यो अवस्था, त्यो सिचुएसन, त्यो मौका भनौँ होइन, 38 वर्षदेखि उसले पर्खिराखेको थियो, यति लामो समय उसले पर्खिराखेको थियो। अनि मलाई लाग्छ यो मान्छेको सबै आशाहरू नै मरिसकेको थियो, यो मान्छेको सबै भरोसाहरू नै मरिसकेको छ, यस्तो भइसकेको थियो। मलाई लाग्छ मेरो चाहिँ यो बिमार चाहिँ अब कहिले पनि निको हुँदैन म, किनभने 38 वर्षदेखि अब लडेर बसेको छु, किन यत्रो 38 वर्षसम्म मलाई लग्ने मान्छे छैन, अब म यत्तिकै मर्छु होला, म यही ठाउँमा नै कुहिएर अथवा प्यारालाइज भइकन होइन, यही पक्षघातको रोगले, यही बिमारले मलाई मार्छु होला भनेर उसले सोचिराखेको थियो। उसलाई समाएर लगिदिने, उसको हात थामिदिने मान्छेहरू कोही पनि थिएन। तर मजाको कुरा नि के भएको छ भने एक दिन
स्वर्ग अनि पृथ्वी सारा ब्रह्माण्ड सृष्टिको हुनुहुने परमेश्वरको पुत्र अनि उसको ठाउँमा गइकन उसलाई सोध्नुहुन्छ के तिमी निको हुन चाहन्छौ भनिकन। आमेन आमेन। कोही पनि उसको आफन्त नआएको बेला उसको आमा बाउको पनि कुरा गरेको छैन, उसको श्रीमतीको पनि कुरा गरेको छैन, उसको कुनै पनि होइन पुजारीहरूको कुरा गरेको छैन, यहाँनिर कोही पनि मान्छेहरूको कुरा गरेको छैन, छिमेकीको कुरा गरेको छैन। तर एक दिन यी सबै कुराहरू नहुँदै गर्दाखेरि पनि, शून्यतामा हुँदै गर्दाखेरि पनि नि, एक्लो हुँदै गर्दाखेरि पनि नि, होइन कसैले सहारा नदिँदै गर्दाखेरि पनि नि, अरूहरूले चाहिँ उसलाई जितेर जाँदै गर्दा, अरूहरूले चाहिँ उसलाई छोडेर जाँदै गर्दा, ऊ चाहिँ पछाडिएको अवस्थामा पनि, ऊ चाहिँ क्यान्सल भएको अवस्थामा पनि, ऊ चाहिँ रद्द भएको अवस्थामा पनि एक दिन यीशु ख्रीष्ट जो चाहिँ मसीह हुनुहुन्छ, जसले संसारलाई उद्धार दिनुहुन्छ, होइन उहाँ चाहिँ उसको अगाडि आइकन उसलाई जम्का भेट गर्दै हुनुहुन्छ। उहाँ चाहिँ आइकन उसलाई भेटेर उसलाई सोध्दै हुनुहुन्छ के तिमी निको हुन चाहन्छौ? अनि उसले भन्छ यस प्रभु म निको हुन चाहन्छु। अनि प्रभु यीशु ख्रीष्टले त्यहाँनिर भन्नुहुन्छ तिमी उठ अनि आफ्नो बाटो लाग। आमेन आमेन। मैले तपाईँले यहाँबाट भन्न चाहेको कुरा चाहिँ के भने नि, आज हाम्रो जीवनमा यस्तो परिस्थितिहरू हुन्छ, धेरैपल्ट हामीलाई हाम्रो परिवारहरूले नै रद्द गरेको हुन्छ। मैले यो सायद शब्द परिवार भन्ने शब्द चलाउनु मिल्छ कि मिल्दैन, तर हामी यस्तो बाटो भएर गएको हुन्छ नि, हाम्रो परिवारबाट नै हामी तँ काम लाग्दैनस् भनेर हामीलाई सायद हाम्रो बाबुआमाले सुरुको दिनहरूमा प्रभुलाई नचिन्दाखेरि अथवा यो दिनहरूमा नि भनेको हुनसक्छ। किनकि हामी यस्तो फ्यामिलीबाट आएको छौँ होइन, एक्लै विश्वास गर्ने, परिवारमा चाहिँ एकजनाले मात्रै विश्वास गर्ने होइन, कसैले श्रीमानले मात्रै विश्वास गर्ने प्रभुलाई, कसैले चाहिँ श्रीमतीले मात्रै प्रभुलाई चिन्ने अवस्थाहरूबाट नि हामी भएर आएको छौँ। अनि धेरैपल्ट नै हामीलाई बाबुआमाले, आफ्नै बाबुआमाले आफूले माया गरेको मान्छेले नि के भनेको हुन्छ नि, तँ काम लाग्दैनस्। अब हामीलाई धेरैपल्ट मान्छेले रद्द गरेको हुन्छ, धेरैपल्ट मान्छेले हामीलाई नि त्यस्तो ठाउँमा त्यस्तो चोटहरू दिएको हुन्छ, हामीभित्र एउटा पक्षघात भएर हामीमा बसेको हुन्छ, जुन कुराहरू चाहिँ नि चलिराखेको हुँदैन। तर आज नि तपाईँ अनि मेरो सम्पूर्ण जनाको जीवनमा नि यसो आइकन त्यो पक्षघात भएको ठाउँलाई छुनुहुन्छ अनि हामीलाई निको गर्नुहुन्छ। आमेन आमेन। उहाँले हिल गर्नुहुन्छ जब उहाँको उपस्थिति हाम्रो जीवनमा आउँछ, जब उहाँको निगाहले हामीलाई भेट्छ, जब उहाँको कृपा दृष्टि हामी तपाईँ अनि मेरो जीवनमा पर्छ नि, हामी उठ्न सक्ने हुन्छौँ। आमेन। हाम्रो चोट लागेको अवस्थाहरूबाट, हामीलाई मान्छेले क्यान्सल गरेर छोडिदिएको अवस्थाहरूबाट, हामीले सहारा नपाएको अवस्थाहरूमा, होइन हाम्रो दुर्बलताहरूमा, हाम्रो कमजोरताहरूमा जब परमप्रभु परमेश्वरको निगाह, उहाँको कृपा दृष्टि हाम्रो जीवनमा आउँछ नि, अनि हामी उठेर हिँड्न सक्ने हुन्छौँ। उहाँले हामीलाई पूर्ण हिल गराउनुहुन्छ, उहाँले हामीलाई पूर्ण चङ्घाइ गर्न सक्नुहुन्छ। आमेन आमेन। मैले तपाईँलाई यहाँबाट अर्को कुरा के भन्न चाहन्छु भने, धेरैपल्ट नि परमेश्वरको निगाह हाम्रो जीवनमा, हाम्रो विश्वासी जीवनमा आउँदै गर्दा नि संसारको तरिकाहरूले चाहिँ फेल खान्छ। आमेन आमेन। हाम्रो यहाँ चाहिँ एउटा प्रोसेस छ है, यहाँ चाहिँ निको हुने एउटा प्रोसेस भएर जानु पर्थ्यो। पहिला चाहिँ स्वर्गदूत आउनु पर्थ्यो त्यो जलकुण्डमा, होइन दहमा पानी हल्लाइदिनु पर्थ्यो। तेस्रो चाहिँ सबैभन्दा पहिला चाहिँ बिमारी भएको मान्छेलाई चाहिँ त्यहाँनिर चोबाउनु पर्थ्यो। एउटा प्रोसेसलाई के भन्छ नेपालीमा? प्रक्रिया भएर जानु पर्थ्यो, एउटा प्रक्रिया भएर जानु पर्थ्यो। तर जब यसो ख्रीष्ट उहाँ त्यो मान्छेको अगाडि उभिनु भने त्यो प्रक्रियाहरू सबै फेर खायो है। हामीलाई पनि कहिलेका यस्तो लाग्छ होला नि, होइन यो भएर जानु चाहिँ, म त्यो ठाउँमा पुग्नु चाहिँ, मैले यो सफलता पाउनु चाहिँ, म भित्रको घाउ हिल हुनुको लागि, म मेरो जीवनमा भएको रोगहरू हिल हुनुको लागि चाहिँ एउटा प्रोसेस भएर जानुपर्छ। संसारको छिट्टै प्रोसेस छ भन्ने हामीलाई लाग्छ होला। जब परमेश्वरको निगाह हाम्रो जीवनमा आउँछ नि, संसारको तौर तरिकाहरू फेल खाएर उहाँ चाहिँ विजय हुनुहुन्छ। आमेन आमेन। तपाईँहरूलाई म एउटा घटनामा लगेर सकिहाल्छु। हामी पहिलो सामुएल 16 अध्यायमा चाहिँ हामीले हेऱ्यौँ भने एउटा दाउद भन्ने हामी सबलाई थाहा छ होइन, यो घटना सबलाई थाहा छ, म जोडेर सकिहाल्छु। दाउदको बारेमा हामीले त्यहाँनिर पाउन सक्छौँ। जब परमेश्वरले सामुएल अगमवक्तालाई के भन्नुहुन्छ भने इसाईको घरमा जा अनि त्यहाँनिर उसको छोराहरूमध्ये एकजनालाई मैले इजरायलको निम्ति राजा अभिषेक गरेको छु, अनि उसलाई तैँले अभिषेक गर, भेडाको सिङमा चाहिँ तेल हालेर जा अनि उसलाई राजा अभिषेक गर भनेर परमेश्वरले सामुएल अगमवक्तालाई भन्नुहुन्छ। अनि सामुएल अगमवक्ता चाहिँ भेडाको सिङमा तेल हालेर जान्छ अनि इसाईलाई भन्छ इसाई तेरो छोरालाई चाहिँ, तपाईँको छोरालाई चाहिँ परमेश्वरले इजरायलको निम्ति राजाको लागि अभिषेक गर्नुहुँदैछ, तेरो छोरालाई बोला भन्छ। अनि त्यहाँनिर चाहिँ इसाईले चाहिँ उसको 7 जना छोराहरूलाई उभाएको छ, 7 जना छोराहरूलाई उभाएको छ। उसको छोराहरू त खासमा 8 जना हो दाउदसँग गरेर, तर फर्स्टमा चाहिँ इसाईले चाहिँ 7 जना छोराहरूलाई बोलाएर ल्याएको छ। अनि सामुएलले हेर्छ, जेठोलाई के भन्छ अभिनादाबलाई हेर्छ, अनि यसो हेर्दा त्यो चाहिँ राम्रो पनि थियो, बाइबलले त्यही भनेको छ, सुन्दर थियो, हट्टाकट्टा थियो। अनि सामुएल अगमवक्ताले सोच्छ सायद उही होला परमेश्वरले अभिषेक गर्नुभएको राजा, इजरायलहरूको राजा भनेर उसले तेल खन्याउनु खोज्छ। तर परमेश्वरको आत्माले उसलाई के भन्नुहुन्छ यो होइन, अर्को लाग, त्यसरी अर्को आउँछ, त्यसरी अर्को आउँछ, त्यसरी अर्को आउँछ। तर पनि सबैजनालाई परमेश्वरको आत्माले रद्द गर्नुहुन्छ। सबैजना 7 जना छोराहरू सकिन्छ, 7 जना छोराहरू सकिन्छ। अनि त्यहाँनिर फेरि उनीहरूको वार्तालाप भएको छ। सामुएल अगमवक्ताले चाहिँ इसाईलाई सोच्छ के तिम्रो छोराहरू यति नै हो? परमेश्वरले यहाँ भएको छोराहरूलाई चाहिँ कसैलाई पनि राजा भनेको अभिषेक गर्नु भएन,
तिम्रो छोराहरू चाहिँ यति नै हो भनेर त्यहाँनिर भनेको छ नि। त्यहाँनिर मैले तपाईँलाई रोक्न चाहेँ। तपाईँले घरमा गएर पढ्न सक्नुहुन्छ। मैले त्यो पढ्यो भने धेरै लामो हुन्छ, त्यही कारणले गर्दा सबैजना निदाइ पनि राखेको छ। त्यही भएर अनि उसले के भन्छ भने नि त्यहाँनिर छनु त छ तर उता भेडा चराउनु गएको छ भन्छ। यहाँनिर हामीले हेर्ने भने नि हाम्रो परिवारमा होइन, परिवारको सबै सङ्ख्यालाई भन्यो भने हामी कसैलाई छुटाउँदैनौँ। हामीले विचार गर्ने भने होइन, कसैले हामीले चाहिँ हाम्रो चाहिँ 2टा सन्तान छ, तिम्रो छोराहरूलाई लिए भन्यो भने हामी एउटालाई छोडेर यति नै भन्दैनौँ। तर त्यहाँनिर चाहिँ ईसाईले चाहिँ के गरेको छ भने नि 8 जनालाई ल्याउनु पर्ने, 8 जनालाई छोराहरूलाई चाहिँ उभाउनु पर्ने, तर 7 जनालाई मात्रै त्यहाँनिर उभाएको छ। त्यहाँनिर चाहिँ आफ्नो दाउदलाई चाहिँ त्यहाँनिर उसलाई क्यान्सल गरेको छ उसको बाउले होइन, उभ्याएर त्यहाँ राजा अभिषेक हुनको लागि त्यहाँ के भन्छ सामेल अगमवक्ताको अगाडि ल्याएको छैन। तर जसै त्यो 7 जना मान्छेहरू पनि नि परमेश्वरले रद्द गर्नुहुन्छ नि अर्को जुन के भन्छ दाउदलाई चाहिँ परमेश्वरले अरू पनि छ भनेर भन्दाखेरि त्यो बाउले चाहिँ दाउद पनि छ भनेर जब भेडा चराउन गएको बेला उसलाई उठाएर ल्याउँछ नि, अनि परमेश्वरको आत्माले के भन्नुहुन्छ भने केटा यही हो, यसलाई अभिषेक गर भनिकन। आमेन। अनि त्यहाँनिर मजाको कुराहरू लेखेको छ। त्यो सामुएल अगमवक्ताले चाहिँ उसको 7 जना दाजुभाइहरूको अगाडि नै उसलाई त्यहाँनिर राजा, इजरायलको राजा भनिकन तेल खनेर अभिषेक गरेको कुराहरू पाउँछौँ। अनि मलाई लाग्छ दाउदले भजन सङ्ग्रह 23 त्यही भएर लेखेको होला होइन। शत्रुहरूको अगाडि उहाँले भोजको मेजमा सजाउनुहुन्छ, शत्रुहरूको अगाडि उहाँले मेरो शिरलाई अभिषेक गर्नुहुन्छ, अनि मेरो के भन्छ कचौरा भरिएर पोखिन्छ भनेर लेखेको छ मजाले। त्यहाँनिर हामी एकछिन हामीले त्यहाँनिर फर्केर विचार गरेर हेर्ने हो भने नि आफ्नै बाउले नै दाउदलाई रिजेक्ट गरेको छ। आफ्नै बाउले नै ईसाईले चाहिँ अब उसको छोरालाई चाहिँ त्यहाँनिर क्यान्सल गरेको कुराहरू हामी पाउँछौँ। अनि अर्को कुरा के पनि भने त्यहाँनिर खासमा एउटा संसारिक प्रोसेसले हेर्ने हो भने चाहिँ नि खासमा जेठो छोरा चाहिँ एलियाब चाहिँ खासमा राजा हुनुपर्ने होइन। हाम्रो देशमा पनि त्यही छ नि, बाउको पितृ के भन्छ अधिकार चाहिँ जेठो छोराले पाउँछ। तर त्यहाँनिर परमेश्वरको सिस्टम चाहिँ अर्कै भएर गयो। उहाँले त सबैभन्दा कान्छो दाउदलाईको यत्रो सानो उमेरमा पो अभिषेक गर्नुभयो। मैले भन्न खोजेको कुरा चाहिँ यहाँबाट के हो भने जब परमेश्वरको निगाह हाम्रो जीवनमा आउँछ नि त्यतिखेर संसारको सबै सिस्टमहरू फेल खाइकन नि परमेश्वरले हामीलाई लाखौँ अनि करोडौँको बिचबाट तानिकन नि उहाँले हामीलाई अगाडि 1 नम्बरमा राख्न सक्नुहुन्छ। आमेन आमेन। अनि म तपाईँलाई यही भन्न चाहन्छु, आज हाम्रो जीवनमा त्यो प्रकारको चोटहरू सायद मान्छेले क्यान्सल गरेको कुराहरू, हामी भित्र भएको घाउहरू होइन, आफ्नै मान्छेले भनेको कुराहरू आज हाम्रो जीवनमा भित्र छ होला। त्यो प्रकारको रोगहरूले हामीलाई भित्र हृदयको रोगहरूले हामीलाई सताएर राखेको छ होला। तर एउटै कुरा भन्छ, जब परमेश्वरले हामीलाई हेर्नुहुन्छ नि, उहाँको मायाको निगाहको दृष्टिले हेर्नुहुन्छ नि, जब उहाँको प्रेमको दृष्टिले हेर्नुहुन्छ नि, उहाँले हामीलाई अगाडि लगेर उभाउन सक्नुहुन्छ। उहाँले हामीलाई नि 1 नम्बरमा लगेर उभाउन सक्नुहुन्छ। उहाँले हामीलाई नि हिल गर्न सक्नुहुन्छ। आमेन। अनि म तपाईँलाई यही उत्साह दिन चाहन्छु। आज म छोडेर बसेको होइन, मेरो कोही पनि छैन, मेरो दुःखको अवस्थामा मलाई सहारा दिने मान्छेहरू कोही पनि छैन नभनौँ। अनि मैले गरेको मेरो जीवनको सबै कुराहरू फेल भएर गयो, मैले बनाएको योजनाहरू सबै टुक्रा चकनाचुर भएर गयो, हामी कहिले नभनौँ। तर परमप्रभुले जब हामीलाई हेर्नुहुन्छ नि, जब परमप्रभुको निगाह हाम्रो जीवनमा आउँछ नि, उहाँको कृपा दृष्टिले हामीलाई जब भेट्छ नि, सबै संसारको नियमहरू, संसारको पद्धतिहरू, संसारको प्रोसेस प्रक्रियाहरू सबै फेल खान्छ। तर उहाँको शक्ति र अनि उहाँको राज्य चाहिँ सुरु हुन्छ हाम्रो जीवनमा। आमेन। उहाँको काम चाहिँ हाम्रो जीवनमा जब सुरु हुन्छ नि, त्यहाँबाट सबै संसारको कुराहरूले चाहिँ फेल खान्छ। तर उहाँ मात्रै सधैँ अनि अनन्ततालाई जिरहनुहुन्छ हाम्रो जीवनमा। आमेन। म तपाईँलाई यही भन्न चाहन्छु आजको वचनबाट। अनि सबैजना मान्छेलाई आजको वचनबाट आशिष मिलोस्। सबैजना जय मसीह। यो समय हाम्रो